सक्नुहुन्छ भने हरेक दिन नयाँ कुराहरू सिक्ने कोसिस गर्नुहोस् के तपाईँको ज्ञान नै सबैभन्दा तपाईँसँग भएको धन सम्पत्ति हो। अरू त सबै हराएर जान्छ, लुटिएर जान्छ, सकिन्छ भने तर आफ्नो भएको ज्ञान कला सिपहरू कहिल्यै सकिँदैन। नमस्ते अनि गुड मर्निङ सबैलाई। म चाहिँ अमर साथै जस्तो आज पनि म मिनी ब्लग लिएर आएको छु। काम चाहिँ मेरो त्यही नै हो। अब गएँ होइन, अनि दाइ चाहिँ गएर बसिसक्नु भएको थियो किनकि पेन्टरहरूले आफ्नो कामहरू गर्नुपर्ने थियो नि त। अब पेन्टरहरूको अलिक छिटो आउँछ, उनीहरूको ठेक्का छ, अनि त्यो 8-9 बजीतिर नै आएर बसिसकेको हुन्छ क्या। अनि त्यसपछि गइसकेपछि अब सबै पेन्टहरू चाहिँ लगभग भइसकेको थियो, अझै पनि हुन बाँकी नै छ कामहरू। अनि त्यसपछि एकछिनमै काठको काम गर्ने र यो एसिबी सिटहरू फलामहरूको कामहरू गर्ने चाहिँ आएर एकअर्कासँग कुरा गर्दै थिएँ, बिडी तान्दै होइन। यतातिरकाले चाहिँ काम गर्नेले बिडी अनि चिया चाहिँ मस्तै खान्छन् क्या, धेरै धेरै। अनि काउन्टरहरू ऱ्याकहरू बन्दै थियो क्या, त्यहाँ क्यास काउन्टरहरू अफिसको लागि भनेर, अनि त्यो आफ्नो कामहरूमा पुरा लागिरहेको थियो कि। अनि त्यतिकैमा फेरि उतातिर गएँ, उतातिर टाइलको कामहरू चाहिँ सुरुवात गर्दै थियो भित्रको लागि। फेरि बाहिरतिर पेन्टहरूको 2-3 थियो नि त, बाहिर र भित्र गरेर पुट्टीहरू लगाउँदै थियो, वाल पुट्टीहरू राम्रोसँग लगाउनु भनेर। अनि म चाहिँ फर्केँ त्यहाँबाट। फेरि आफ्नो काम चाहिँ गर्न थाल्यो, एसिबी सिट लगाउनेले सुरुवात चाहिँ गरियो एउटा सिटबाट। त्यसपछि चाहिँ आफ्नो कामहरू बढाउँदै गएर सिटहरू धमाधम छिटो छिटो लाग्ने रहेछ नि त, यो ठुल्ठुलो हुँदो रहेछ प्यानलहरू पनि। त्यसपछि लाउँदै गर्दा उनीहरूले आफ्नो कामहरू गरिरहेछन्। फेरि बाहिरतिर आयो अनि त म, अनि यहाँ तलतिर भ्याएर फेरि माथि पुगेको रहेछन् कोही तलतिर। अलि सेफ्टीको पनि ख्याल गर्दो रहेछन् क्या, चप्पलमा हिँड्ने, नटाउकामा केही ग्लासहरू लगाउने होइन, हेलमेटहरू चाहिँ लाउनु पर्ने नि। अनि एसिबी सिटहरूलाई चाहिँ काटेर यस्तो बनाउँदो रहेछ, यो पुरा मसिनो। मैले चाहिँ यस्तै मगाउनु मिल्दैन भने। अनि त्यतिकैमा फेरि ल चिया मगाइदियो भनेर चिया मगाइदिएँ। अनि आजभोलि चाहिँ यिनीहरूले चिया खाँदा मलाई पनि चिया खान मन लाग्छ क्या। अब दिउँसोमा 3-4 चोटि चिया खाने, अनि खुट्टाहरू जुत्ताहरू यस्तो भयो थियो कि। त्यसपछि बाहिरतिर गएँ। फेरि बाहिरतिर अब यता र उता हिँड्दा मेरो कामै त्यही भएको छ क्या। आजभोलि यताउता हिँड्दाखेरि बाहिर चाहिँ एसिबी सिटहरू लाउँदै अनि रात पऱ्यो। अनि सबै कुराहरू क्लियर भयो कि नै भनेर यसो त्यहाँ भित्र गएँ। ल छिटो गएर जानु पऱ्यो, अब रात पनि पर्न लागिसक्यो भनेर उनीहरूलाई भनिसकेको थिएँ। अनि भित्रतिर त्यो टाइलहरू लगाएको, मार्बलहरू लगाएको ठाउँमा चाहिँ अब टाइल मार्बल लगाइसकेपछि धुनु है भनेर भनेको थिएँ नि त। त्यसपछि तिनीहरूले धुन लगाएर रहेछन्। त्यसपछि ल छिटो गरेर जाउँ अब, किनकि बिहान आएको हामी पनि। अब यता र उता सामान लिउँदा जाँदा होइन थाके हुन्छ कि मान्छे त्यत्तिकै। अनि यो वालहरूमा चाहिँ अब त्यत्तिकै भयो कामहरू। अलिक पेन्ट चाहिँ भोलि लाउने भनेर भनेको थियो। हुन्छ भने अनि सबैजनालाई बिदाबारी भएर सबै आफ्नो घरतिर लाग्यो। यतातिर चाहिँ 6-7 बजीतिर नै मार्केटहरू बन्द गरेको देख्दा म अचम्म लाग्छ कि यस्तो बजार चाहिँ कसरी चल्ला भन्ने अचम्म लागिरहेको छ। ओके गाइज, अर्को भिडियोमा भेटौँला। थ्याङ्क यू।